नमस्ते वेलकम टु माई च्यानल अमित महाजन भिडियोग्राफी। आज हामी जाँदैछौँ कता कता स्पाइडर टावर होइन स्पाइडर टावर मसिने के नाम रे पिछले दाइ भन्नु त हेभेनली भिलेज रिजोर्टको स्पाइडर टावर हो ल हामी दाजुभाइहरू यसो पिकनिक मनाउनलाई स्पाइडर टावर हेभेनली भ्यू रिसोर्टमा जाँदैछौँ। ल हामी चाहिँ निस्क्यौँ है ल हाम्रो पिकनिकको लागि। हाँसिरहेको छ केटो ल गाइस ल केटाहरूको रमझम सुरु अब यहाँबाट राइड गयो भने चाहिँ नागढुङ्गा पुगिन्छ अनि हामी यता लेफ्टबाट जान्छौँ माडभन्ज्याङ। यहाँबाट गयो भने चाहिँ हामी स्पाइडर टावर पुगिन्छौँ है त। हामी पुग्यौँ है स्पाइडर टावर। स्पाइडर टावर पुगेर फर्स्ट टाइम होइन फर्स्ट टाइम हो फर्स्ट टाइम होइन हाम्रो विस्तम ब्रदर भ्लगर हाम्रो हिरो यही हो समीर प्रधान सचमङ्गलको हिरो भोकलिस्ट हो खास भयो भोकलिस्ट हो आयो हाम्रो गिटारिस्ट आयो हाम्रो लोडर ल केटाहरू गुड नमस्कार छाङ पुरै के ग्यालेनी खान्छ क्या अहिले स्टार्टिङ आवर भ्लग भिडियोग्राफी। ठाउँ चाहिँ शान्तपूर्ण छ रमाइलो छ। दामी बनाउनु भएको छ स्पाइडर टावर। ल दुईजना पप्पी पनि यहाँ पिकनिक मनाउन आएको छ। यहाँ पानी आएन क्या हो यो बिचबाट छिर्न भएन दाइ हो। ल म पनि यतैबाट आएँ त्यसो भए। ग्रिनरी चाहिँ दामी बनाउनु भएको छ है। तपाईँहरू पनि आउन सक्नुहुन्छ हेभेनली भ्यू रिसोर्ट स्पाइडर टावर यहाँ छ यस्तो। तपाईँहरू यो नागढुङ्गा थानकोटदेखि नागढुङ्गा आउँदै गर्दाखेरि ठ्याक्कै एउटा पेट्रोल पम्प आउँछ। नागढुङ्गा पेट्रोल पम्प होइन तलको पेट्रोल पम्प। त्यहाँबाट ठ्याक्कै सिधा राइट नगइकन सिधा लेफ्ट सिधै जानु न अनि तपाईँ यो स्पाइडर टावर जाने बाटोमा पुग्नुहुन्छ है त। स्पाइडर टावर देखिको भ्यू है। सुरु मार्ग पश्चिम एउटा टावर देखिने चाहिँ त्यो कालो पाण्डे सालमा चाहिँ टावर है यो स्पाइडर टावर हेभेनली भ्यू रिसोर्ट है। रमाइलो छ ठाउँ। हाम्रो केटाहरू चाहिँ यता छ नि हाम्रो आजको पिकनिक।
यो त म फ्याक्दा उडेछ ल समीरको पालो ल यसले क्यामेराम्यानै रेडी छैन क्यामेरा पछि गर्नु कसरी फ्री नि अब उसले चाहिँ मलाई सिकाउने फेरि मलाई उसले सोध्छ फेरि कसरी सिक क्यामेराम्यान ल रेडी हो ल रेडी म हाम्रो अन्न सब रेडी हो खेसाउ रेडी र जप थोरै स्न्याक्स है स्टार्टिङ स्न्याक्स स्न्याक्स अरू आउँदैछ आइटम होइन के छ अरू अरू मासुहरू हाम्रो सुनिलज्यू ब्राजिल सपोर्टर भोलि छैन ब्राजिल गेम ब्राजिल वर्ष मोरक्को रक्सी हो यो इन्जुरियस टु हेल्थ भनेर भन्छन् तर यही नभई नहुने चिज हो ल है केटाहरूलाई ल ऊ एकजना हाम्रो फ्यान्टा हिरो आन्छ रमाइलो छ केटाहरू गाइरहेछन् खाइरहेछन् है हामी टक्क यहाँ कुन रिसोर्ट हो त्यो स्पाइडर टावर टावरमा खतरा खतरा ठाउँ छ केही भन्न चाहनुहुन्छ तपाईँ रमाइलो लागिरहेछ कस्तो कस्तो के छ आजको ट्रिप कस्तो के गरेर आएको भन्नु न यसो गाडीमै खतरा रमाइलो भइसक्यो यहाँ केटाहरू अझै यहाँ चल्दैछ हामी यहाँ अझ फिट्टान हुने है गाइस रक्सी सक्सी सब होइन के मुस्ताङ भने मुस्ताङ र भने र यहाँ देख न यहाँ पुरै ग्यारेन्ट छ यो मात्र अन्त अर्को पनि छ त्यहाँ ल वेलकम टु माई ब्लग यहाँ एन्टिलाइट पऱ्यो क्या त के पऱ्यो नर्वे त हाम्रो त यस्तो सेक्सी हुनुहुन्छ यहाँ सब्सक्राइब गरिदिनु होला है हाम्रो दाइको च्यानललाई अमृत मासल भिडियो मेरो नाम चाहिँ सबिन श्रेष्ठ यहाँ हाम्रो यहाँ चेस एक्लै चेस गरेर खोइ हामीलाई खोइ हामीलाई नि हाल्नु पर्यो के खाने हो र छ्याङ हाल्न अझै तिनटा हाल्न बाँकी हामी सबजना लोकल हो है गाजी मलाई पुगेको छैन लगाइ छिटो छ्याङ राखौँ है यहाँ सबलाई कोले पाछेन पाइयो यहाँ सबजना यहाँ को नास्ता सुरु ल के कस्तो छ ल भन्थ्यो त केटाहरूले यसो मेन्सन हान्थ्यो आलु छ पकौडा छ पकौडा छ होइन त्यसपछि चिकन चिल्ली मसरुम च्याउ छोला भापा कति मिठो मानेर खायो आमा कस्तो मिठो छ अरे यसले पेट भरि खाऊ है कुएँ कुएँ ढुकायो नलु म
तान भयो के चिप्ल्यो भने चिप्ल्यो कि उयो गर्नुपर्छ कि चिप्ल्यो भने योभन्दा उतामा योभन्दा उतामा लैजा ल योभन्दा उतामा लानु ल योभन्दा उतामा लानु ल मेरो त कोही ल ढाल्नु ल योभन्दा उता गइसक्यो त ढाल्नु ल ढाल्नु त्यति मात्र लैजा भने तपाईँ ढाल्नु न 90 भन्दा उतामा लैजा के ढाल्नु न ल ए दाइ ढाल्नु न बियरको 9 8 7 6 5 ढाल्नु ल लैजान सक्नु पर्यो नि यसले भने ढाल्नु ल लैजा उता बिस्तम दाइ ल सुनिल भन के गरे भने भित्रको डेकोरेसन है ए माथि बस्नु मिल्छ माथि पनि रहेछ पनि बस्नु मिल्ने रहेछ यसरी भरे ल वाउ नाइस वान हो माथि नै टक्क बसेर ल माथि पनि खुला स्पेस रहेछ गुड यहाँबाट नै भ्यू हेर्न मिल्छ ल पुरै चारैतिर सर्कुलर भ्यू 360 भ्यू अहिले त हुसु छ पुरै फोहोर हो पोल्युसन यो भयो अझै पनि माथि जान मिल्छ है दिस इज लास्ट स्टोरी यो भयो होइन अझै पनि माथि जान मिल्छ र यो पनि यहाँ बस्नु मिल्यो प्राइभेट स्पेसिङहरू पनि छ यो माथि पनि आउनु मिल्छ दिदी माथि पनि छ स्पाइडर टावर हेभेनली भ्यू रिसोर्ट चाहिँ दामी नै छ है नयाँ ठाउँ पनि घुमियो पिकनिकमा रमाइलो पनि गरियो अनि सबै बसेर डिनर पनि गऱ्यौँ र डिनर सकिसकेपछि हामी चाहिँ घरतिर फर्क्यौँ प्लिज डु लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब